एभ्रिवान वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म कहाँ जाँदैछु भन्दा हाम्रो मेयर हर्क साम्पाङज्यू आउनु भएको छ है, सम संस्कृति पार्टीको अध्यक्ष। अनि उहाँको प्रोग्राम छ सिफलमा। म चाहिँ त्यहाँ जाँदैछु, एकछिन त्यहाँ गएर एकछिन बस्छु अनि त्यसपछि फेरि मेरो अर्को प्रोग्राम पनि छ, त्यहाँ पनि पुगेर आउँछु। हजुरहरूलाई पनि देखाउँछु म कता कता जान्छु भनेर है, हेर्दै गर्नु होला मलाई। उपस्थित मैले मान्नुपर्ने आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, भान्जा भान्जी र जेन्जीहरू, सम्पूर्ण पत्रकार सुरक्षाकर्मी सबैजनालाई सेवा ढोग नमस्कार टक्राउन चाहन्छु। श्रमदानको अभिवादन टक्राउन चाहन्छु। जय श्रमदान, जय श्रमदाता हो। अब हामी चाहिँ यहाँबाट प्रोग्राममा एकछिन बसेर एकछिन हेरौँ, भाषणहरू सुन्यौँ। भिड चाहिँ एकदमै क्राउड थियो। अनि हामी बस्यौँ, एकछिन सुन्यौँ। अनि हामी चाहिँ अर्को पनि प्रोग्राममा जानुपर्ने भएकोले अब हामी चाहिँ जाँदैछौँ अर्को प्रोग्राममा। मैले चाहिँ अलिअलि क्लिपहरू पनि लिइरहेको छु है, राम्रोसँग सुनेको पनि छु। एकदम कस्तो डिस्टर्ब आइरहेको छ, त्यही भएर दिदी र म चाहिँ कुरा गर्दै 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 जाँदैछौँ। अर्को प्रोग्राम चाहिँ हाम्रो फाइनल थियो है, त्यहाँ चाहिँ 3 बजीको टाइम भएर हामी चाहिँ जाँदैछौँ हाम्रो फाइनेन्समा। अनि हामी हेलो नमस्ते भ्लगर्स होइन कि हाई भनिदिनु मेरो भ्लगमा। ल मजाकै भइसकेछ नि त, डेकोरेसन स्टार्ट भइसकेको छ। नमस्ते म्याम हजुर। हेर्नु न म्याम हजुर के गर्नु हजुर 7 PM भन्दै हुनुहुन्छ, मैले कुदेँ फेलिले हाई भन्दिनँ सर। म यस्तो हतार मैले दियो बाल्छौँ, तेल हाल्छौँ, ज्योति बनो सर्वज्योति, थोपा थोपा जोडिएर नदी बनो सर्वज्योति। दूरदर्शिता र निष्ठाको प्रकाशमा पौडी खेल्दै, दूरदर्शिता र निष्ठाको प्रकाशमा पौडी खेल्दै। फाइनेन्सको प्रोग्राम चाहिँ स्टार्ट भएर नि मन्तव्य स्टार्ट भइरहेको छ है। अनि मन्तव्य दिँदै हुनुहुन्छ हाम्रो म्यामले चाहिँ। अनि उहाँ चाहिँ हुनुहुन्छ हाम्रो अध्यक्षज्यू, उहाँले अब मन्तव्य दिन स्टार्ट गर्नु भएको छ है। विभिन्न उपसमितिका पदाधिकारीज्यूहरू सम्पूर्णमा एकदम नमन व्यक्त गर्न चाहन्छु। एकदम आइ एम सो ह्याप्पी टु बी हियर विथ यु अल होइन। सबैजना आज आउनुभएको छ, एकदम खुसी लाग्यो। यसरी नै संस्थाप्रति अग्रसर भएर सबैजनाले साथ सपोर्ट एनिभर्सरी बनाउने वातावरण बनिरहोस्। सबैजनामा एउटा पोजिटिभ भाइब्स, एउटा सकारात्मक सोच र संस्थाप्रतिको एउटा कन्ट्रिब्युसन, मैले पनि यो संस्थालाई केही गर्छु र म यो संस्थामा सदाबार रहन्छु भन्ने खालको सोच स्थायित्व होस्। आवश्यक पर्ने आर्थिक पाटोलाई चाहिँ तपाईँको हामीसँग हुँदा होस् अथवा हामीलाई चाहिँदा होस्, हामीलाई आवश्यक पर्दा होस् अथवा हामीले राख्नु पर्दा होस्, हाम्रो सर्वजतिबाट नै सबै स्वचालित भएर यसबाट नै हाम्रो आर्थिक रूपमा चाहिँ सबल र उन्नतिको बाटोमा हामी अगाडि बढ्न सकौँ अग्रसर भएर। र संस्थागत रूपमा हामीले तपाईँको विभिन्न व्यवसायहरू पनि गरेर धेरै रोजगारहरू सिर्जना गरेर र तपाईँको सपोर्ट रहन्छ भन्ने विश्वास गर्दै एकदम थ्याङ्क यू सो मच भन्न चाहन्छु।
सकिहाल्यो त अलि भएको भएछ हामी चाहिँ केक सेक काटेर पनि खाएर है खाजाहरूको पनि व्यवस्था थियो खाजा खाइसकेपछि सबैजना म्यामहरू एकछिन रमाइलो गर्ने नाच्ने भन्नुभयो अनि म्यामहरू सबैजना नाचिरहनु भएको छ रमाइलो गरिरहनु भएको छ यही भन्दै आजको मेरो भ्लग चाहिँ यही बनाउन पर्छ हजुरहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु